दर्शक महानुभावहरू नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ एनपीएल 24 युट्युब च्यानलमा। सदा झै आज पनि हामी देश तथा विदेशका मुख्य समाचार लिएर उपस्थित भएका छौं। अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी साइडमै रहेको बेल आइकन घन्टीलाई बजाई अलमा क्लिक गर्न पनि नभुल्नुहोला। कहाँदेखि हेर्दै अनि सुन्दै हुनुहुन्छ, हाम्रो सामग्री के कस्तो लागिरहेको छ त्यो पनि तल कमेन्ट बक्समा उल्लेख गर्न सक्नुहुनेछ। जाँचबुझ आयोगले तत्कालीन गृह सचिव दुवारीसँग बयान लिँदै एमाले अध्यक्ष आज सम्पादकसँग छलफल गर्दै के छलफल गर्दैछन् यसमा जानकारी दिनेछौँ। धरान गुरुङ र खुमा हरियालको नाम स्याङ्जाका दुवै क्षेत्रबाट निर्विरोध बन्द। हायत रिजेन्सीले कर्मचारीलाई 1 वर्षसम्म न्यूनतम तलब दिने। रवि छवि मुद्दाको सुनुवाई न्यायाधीश पौडेल र विशिष्टको इजलासमा दर्शकबिन अदालतले आज फैसला गर्दै यसमा जानकारी दिनेछौँ। एमालेको महाधिवेशन प्रतिनिधि नै नभएका राष्ट्रिय सभाका पूर्व अध्यक्षको यस्तो भनाइरहेको छ। दर्शकबिन आरजुसँगै उम्मेदवारीमा सिफारिस भएका ओडा भन्छन् के भने त दर्शकबिन यसमा जानकारी दिनेछौँ। केपी शर्मा ओली र महेश बस्नेत विरुद्ध पक्राउ पर्ची जारी भएको छ। दुवैजनालाई समात्ने बताएका छन्। यसमा विशेष खबर दिनेछौँ। यस्तै सयौं महत्त्वपूर्ण समाचार अपडेट लिएका छौँ। भिडियो अन्तिमसम्म हेरेर सुनेर साथ दिनुहोला भन्दै सुरु गरौँ आजको पहिलो तथा विशेष खबर तर्फबाट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकसँग संवाद गर्दैछन्। ओलीले पार्टीको 11औं महाधिवेशनको सन्दर्भमा सम्पादकसँग संवाद गर्न लागेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार यो संवाद दिउँसो 1 बजे कोटेश्वर स्थित होटेल भेन्यूमा हुने बताएका थिए। एमाले यही 27 देखि 29 मङ्सिरमा भक्तपुरको सल्लाघारीमा पार्टीको 11औं महाधिवेशन गर्न लागेको छ। यसबारे नेताहरूले विभिन्न कार्यक्रम तथा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरिरहेका बेला ओलीले सम्पादकसँग छलफल गर्न लागेको जानकारी दिँदै आइरहेका छन्। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ र मेडिकल व्यवसायी खुमप्रसाद दर्शकबिन खुमप्रसाद अरियालको नाम स्याङ्जाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको छ। उपसभापति गुरुङको नाम स्याङ्जाका दुवै क्षेत्रबाट दोस्रो नम्बरमा राखेर सिफारिस गरिएको छ। मेडिकल व्यवसायी अरियालको नाम क्षेत्र नम्बर 1 मा 8औं नम्बरमा र क्षेत्र नम्बर 2 मा 6औं स्थानमा राखेर सिफारिस गरिएको जनाएका छन्। नेता गोपाल मान श्रेष्ठको नाम स्याङ्जा 2 बाट सिफारिस गरिएको छ। उपसभापति गुरुङ र नेता गोपाल मान दुवैको गृह क्षेत्र स्याङ्जा 1 मा पर्ने जनाएका छन्। तर उनीहरू निर्वाचन भने स्याङ्जा 2 बाट प्रतिस्पर्धा गर्दै आइरहेका थिए। उपसभापति गुरुङले गत निर्वाचनमा स्याङ्जा 2 बाट जितेका थिए। गोपाल मान भने प्रत्यक्षमा उम्मेदवारी भएनन् भने समानुपातिकतर्फ उम्मेदवार रहेर पनि सांसद भने हुन पाइनन्। स्याङ्जा 1 मा पहिलो स्थानमा राखेर जिल्ला सभापति राजु थापाको नाम पठाएको छ। थापाले गत निर्वाचनमा यसै क्षेत्रबाट जितेका थिए। स्याङ्जा 2 बाट पहिलो नम्बरमा भगवत प्रकाश मल्लको नाम सिफारिस गरिएको छ। स्याङ्जा 2 बाट प्रत्यक्षमा आकाङ्क्षी विष्णु पौडेलका अनुसार कर्म सङ्ख्या पहिले नाम टिपाएर अनुसार राखिएको छ। पौडेलले भने नाम टिपाएको क्रम अनुसार नै क्रमबद्ध गरिएको छ। स्याङ्जा 1 बाट प्रत्यक्षतर्फ 11 जना र समानुपातिकतर्फ 4 जनाको नाम सिफारिस गरिएको छ। स्याङ्जा 2 बाट प्रत्यक्षतर्फ 12 जनाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रबाट समानुपातिकतर्फ 6 जनाको नाम सिफारिस गरिएको जनाएका छन्। प्रत्यक्षतर्फ स्याङ्जा 1 बाट उम्मेदवारीमा सिफारिस अजित अधिकारी छेत्री प्रेमराज पौडेल र क्षेत्र नम्बर 2 बाट सिफारिस भएका भागवत प्रकाश विष्णु पौडेल युवराज पाण्डे लगायत युवा पुस्ताबाट आकाङ्क्षी रहेको जनाएका छन्। विद्वान भन्दा बाहिर रहेर बढी नामहरू तल्लो तहबाट सिफारिस हुन लागेपछि पार्टी केन्द्रले विद्वान अनुसार सिफारिस गर्न निर्देशन विभाग जारी गरेको छ। विद्वान अनुसार महिला 1 सहित बढीमा 3 जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ। प्रत्यक्ष र समानुपातिकमा दुवै क्षेत्रमा सिफारिस रहेको थियो। आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। सहकारी ठगी र साङ्गठिक अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ। उनीहरूको मुद्दाको सुनुवाई न्यायाधीशहरू तेज नारायण पौडेल र सागर विष्टको 4 नम्बर इजलासमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुमारले जानकारी दिँदै आइरहेका छन्। यसअघिको सुनुवाई सार्वजनिक विधा भएका कारण हुन सकेको थिएन।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र साङ्गठिक अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विवादको पेशी गत 13 गतेदेखि निरन्तर सरिरहेको छ। लामिछानेले सहकारीमा भएको अचल पचलको आफ्नो हिस्साको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रूपन्देवीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन 26 गते रिहाई गर्न अस्वीकार गरेपछि उनी पूर्वपक्षमा रहेको जनाउँदै आइरहेका थिए। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेपाली काङ्ग्रेसले कैलाली क्षेत्र नम्बर 5 बाट प्रतिनिधि सभा सदस्यका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्व मन्त्री डाक्टर आर्जु राणा देउवा सहित 4 जनाको नाम सिफारिस गरेको छ। सिफारिस भएका 4 जनामा दर्शकबिन धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नपबहादुर ओडा पनि रहेका छन्। उहाँ कैलालीमा काङ्ग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवारी सिफारिस हुने एकल दलित समुदायका व्यक्ति हुन्। कैलाली 5 बाट उम्मेदवारीका लागि सिफारिस हुनेमा प्रदेश महामन्त्री तथा पूर्व जिल्ला सभापति नारायण शाह मनु र 2079 सालको निर्वाचन यही क्षेत्रबाट निर्वाचित दिल्लीराज पन्त पनि रहेका छन्। क्षेत्रीय कार्य समितिले डाक्टर आर्जु राणा देउवाको नाम पहिलो नम्बरमा सिफारिस गरेसँगै उनको उम्मेदवारी लगभग निश्चित मानिएको धेरैको भनाइरहेको छ। 2074 सालको निर्वाचनमा यही क्षेत्रबाट नेकपा एमालेका नारद मुनि राणासँग पराजित भएकी आर्जु यसपटक फेरि चुनावी मैदानमा उत्रिने तयारीमा रहेकी छिन्। यद्यपि उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छैन, जसले पार्टीभित्रको अन्य आकाङ्क्षीको सम्भावनालाई पनि कायम राखेको छ। यसैबीच धनगढीका पूर्व मेयरले आफ्नो दाबीलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। कैलालीका 5 निर्वाचन क्षेत्रमध्ये दलित समुदायबाट प्रत्यक्षतर्फ सिफारिसमा पर्ने एक्लो भएकाले पनि उनी टिकट पाउनेमा आशावादी रहेको जनाएका छन्। पार्टीले मलाई टिकट दिएमा चुनाव जित्न सक्छु भन्ने विश्वास रहेको छ। उनले भने 2074 को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगर प्रमुख रूपमा निर्वाचन भएर कार्यकाल पूरा गरिसकेको आधारमा पनि आफू यहाँका जनतासँग बढी निकट रहेको ओडाको दाबी रहेको छ। चुनाव हारे पनि जिते पनि हामीले गर्ने भनेको समाजसेवा नै हो, निरन्तर जनताको माझमा छु। उनले भने 2074 सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाललाई पराजित गर्दै उनी धनगढीको मेयर बनेका थिए। टिकट पाउने कुरा नेतृत्वको निर्णयमा भर पर्ने भए पनि आफूले टिकट पाए न्याय हुने उनको भनाइरहेको छ। नेतृत्वको निर्णय अनुसार नै अगाडि बढिन्छ। उनले भने मेयर हुँदा आफूले धनगढीको विकासमा थुप्रै कामको सुरुवात गरेको उनले बताएका छन्। अछाममा जन्मेका ओडाको परिवार 2036 सालमा धनगढी बसै सरेको थियो। विद्यार्थी राजनीतिबाट उदाएका उनी 2049 सालमा धनगढी 5 को ओडा सभापति, नगर कार्य समिति सचिव हुँदै 2 कार्यकाल नगर सभापति बनेका छन्। समाजसेवा र सङ्गठन निर्माण नै मेरो लक्ष्य थियो, त्यही मिहिनेतले धनगढी काङ्ग्रेसको बलियो गढ बन्यो। उनले भने आगामी निर्वाचनमा काङ्ग्रेसको राम्रो सम्भावना रहेको ओडाले बताएका छन्। पार्टीभित्र एकता भए कैलालीका 5 क्षेत्रमा काङ्ग्रेसले जित्ने उनको दाबी रहेको छ। काङ्ग्रेसमा एकताबद्ध भएर सहमति र सहकारीको साथ हामी सबै एक भयौँ भने जित्न निश्चित रहेको छ। उनले भने कसले टिकट पायो भन्दा पनि कसले जित्नुपर्छ भन्ने भावना महत्त्वपूर्ण रहेको जनाएका छन्। पार्टीले जसलाई टिकट दिए पनि पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ओडाले भने मैले टिकट पाए पनि सबैले साथीहरूको सहयोग चाहिन्छ, अरू कसैले पाए पनि मेरो पूर्ण समर्थन रहन्छ। पार्टीको प्रक्रियालाई सबैले सम्मान गर्नुपर्छ भन्दै जनाएका छन्। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। बौद्ध स्थित हायत रिजेन्सी होटल र कर्मचारी बीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। 24 भदौमा जेन्जी आन्दोलनको क्रममा होटेलमा तोडफोड आगजनी र लुटपाट भएपछि अहिले बन्द रहेको छ। होटेल पुनर्निर्माण गर्न कम्तीमा 1 वर्ष लाग्ने भन्दै होटेल व्यवस्थापनले कर्मचारीको प्रतिनिधिसँग छलफल गरी सहमति गरेको छ। आन्दोलनको क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा बौद्धिक क्षति पुगेको छ। पूर्ण रूपमा मर्मत सम्वाद नगरी होटेल सञ्चालन हुने अवस्था छैन, होटेल व्यवस्थापनले एक विज्ञप्ति मार्फत बताएको छ। सहमति अनुसार होटेलले कर्मचारीलाई 1 वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने जनाएको छ। साथै सामाजिक सुरक्षा कोषमा पनि सही अनुपातमा योगदान गर्ने जनाएका छन्। होटेल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने व्यवस्थापनले जनाएको छ। मर्मत सम्वाद पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटेलले जनाएको छ। सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापनको दाबी रहेको छ। सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटेलले बताएको छ। दर्शकबिन यस्तो बताएका छन्।
न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने जनाएका छन्। साथै सामाजिक सुरक्षा कोषमा पनि सही अनुपातमा योगदान गर्ने जनाएका छन्। होटेल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने व्यवस्थापनले जनाएको छ। मर्मत सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारी फर्काइने होटेलले जनाएको छ। सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापनको दाबी रहेको छ। सहमतिमा नआउने कर्मचारीको हकमा भने यस्तो हुने जानकारी दिँदै आइरहेका छन्। यति भन्दै बिदा हुन चाहन्छौँ, फेरि पनि उपस्थिति हुने नै छौँ। त्यति नै सम्मको लागि धन्यवाद भन्दै बिदा हुन चाहन्छौँ दर्शकबिन।